साथीहरू हामी सिंहबाबु गोसाइँकुण्डको यात्रामा लागेका छौँ। हामी बेलुका त्यस्तै 3 बजेतिर वनस्थलीबाट हिँड्यौँ र अहिले चाहिँ यो खलङ्की कटेर ओह्रालो गएको छौँ। थोरै बाटोमा चाहिँ हामीले थोरै धुलो पनि खानु पर्यो। यताको बाटो चाहिँ अलिकति यहाँ पनि अलिकति राम्रो रहेछ। अरुण सर के छ? फाइनली गाइज हामी गल्ची लच्छी मिठाई सेन्टरबाट चाहिँ केही खाएर चियाहरू खाएर अब हामी यो पृथ्वी हाइवे छोडेर चाहिँ रसागढी गल्ची त्रिशुली हाइवे लाग्दैछौँ। 6:21 भइसकेको छ। हामी गल्चीबाट हिँड्दाखेरि के भइरहेको छ सर? होइन बाटो नि विशेषसम्मको बाटो एकदम दामी। एकदम यो बाटो पनि त्यस्तै दामी। यहाँ अलिकति बिग्रेको रहेछ सायद पहिरो गएर बाटो हुन्छ अत्र भने बाटो चाहिँ एकदम सोलिड छ अहिलेसम्मको स्थितिमा चाहिँ। यो गल्चीबाट यता लागेपछि बाटो हैन त? काका के भन्नु छ? म त बिन्दास केटा। हामीहरू बटार बजार पुग्दा चाहिँ अलि अँध्यारै भइसकेको थियो। बटार चाहिँ यता टोखाबाट जाँदाखेरि र नौबिसबाट जाँदाखेरि दुवै ठाउँबाट जाँदाखेरि पुग्ने ठाउँ हो। त्यहाँबाट हामी अगाडि बढिरह्यौँ। बाटोको उज्यालो नै थियो। बाटोको रमाइलो हेर्दै अगाडि बढिरह्यौँ हामी मान्छेको लागि। हामी चाहिँ बेतिनीमा फेरि एकछिन बसिरहेछौँ। 3 बेतिनी रमाइलो छ। पानी परेको छैन होइन? धुन चाहिँ मौसमले साथ दिइरहेको छ। अब धुन चाहिँ हामी पुग्न आँटिसकेका छौँ। यहाँ यस्तै पानी पऱ्यो यार। अब हामीले चाहिँ प्लास्टिकको रेनकोट लगायौँ यहाँबाट चाहिँ। अब लगभग 1 घन्टा जतिको बाटो छ त्यहाँबाट बनाइली गरेर चाहिँ पानी पऱ्यो। हामीहरू चाहिँ रुच्दै रातको 9 बजे मात्रै जुन चाहिँ पुग्न सफल भयो। बाटोमा धेरै गाह्रो भयो। पानी परिसकेपछि त्यहाँको भिजिबिलिटी एकदमै कम हुँदो रहेछ। अब हामीहरू यहाँ होटल खोजेर बस्छौँ र भोलि बिहान चाँडै नै गोसाइँकुण्डको लागि यात्रा तय गर्नेछौँ। फाइनल्ली हामी चाहिँ बिहान धेरै पानी परेको थियो। त्यो कारणले गर्दाखेरि भर्खरै भनेपछि कति बज्यो अहिले? 6:30 भयो। 6:30मा चाहिँ हामी धुन्चेबाट गोसाइँकुण्डको लागि हिँडिरहेछौँ। पानीले चाहिँ थोरै दुःख दियो है। तर हिजो रातभरि पऱ्यो। अब नपर्ने हुन्थ्यो। अब यहाँबाट चाहिँ बाटो छुट्टिनु होला छ। यहाँबाट तलतिर चाहिँ स्यापुरबेसी, यता मासतिर चाहिँ गोसाइँकुण्ड ट्रेक। अनि यहाँ केही सामान किन्छौँ, त्यसपछि अगाडि बढ्छौँ। यहाँबाट गाडी जान्दिँदैन। यहाँ चाहिँ लट्ठी बेच्न बसिरहेछन्। अब सानो नानीहरू भन्दै लट्ठी पनि लिइसक्यौँ। त्यसपछि फेरि अगाडि हाम्रो सरलाई चाहिँ जुगा लगाइसकेपछि यहाँ अघि चप्पल लाउनु भएको थियो। अहिले जुत्तै लाउँछ भनेर लगाएर चाहिँ यहाँ चाहिँ हल्का जुगा लाग्दो रहेछ। हामी यो सानो गोसाइँकुण्ड पनि अहिले पुगेको छैनौँ। भलै यात्रा चाहिँ कठिन भए पनि बाटोमा आइरहने मनमोहक दृश्य हुँदा चाहिँ हामीले त्यति धेरै थकाइ महसुस गर्न चाहिँ नदिँदो रहेछ। अर्जुन सर आगे आगे तपाईँको गोला पछि
यत्रो पुल हल्लाउनु हुँदैन नि यार। लगाऊ काली। र यहाँ चाहिँ बाटोमा सजिलोको लागि म्यापहरू राखिदिएको हुँदैछ, कुन ठाउँबाट कुन ठाउँमा जानलाई कति टाइम लाग्छ भनेर सबै डिटेल्सहरू। अहिले हामी भट्टीकुलो पुग्यौँ। फाइनली गाइज यो चाहिँ जहाँसम्म लाग्छ मलाई मिनी गोसाइकुण्ड आइसक्यौँ हामी। कतिपय मान्छेहरू चाहिँ माथि पुग्न नसक्नेहरू चाहिँ यहीँको दर्शन गरेर पनि फर्किन्छन् भन्ने भनाइ छ। र यहाँदेखि चाहिँ हामी रमाइलो र मनमोहक खोलाको दृश्य हेर्दै उकाली चढ्यौँ। मन्द मन्द पानी भरेको थियो, त्यही पनि साथीभाइ र रमाइलो दृश्यले गर्दाखेरि हामी अगाडि बढ्नको लागि प्रेरित भइरहेको। रातो पानी है यहाँ चाहिँ झर्ना, एउटा झर्ना छ, हामी झर्नु हेर्न गइरहेको छौँ। यहाँ राम्रो झर्ना छ भनेर मैले भन्दा अगाडिको एउटा भ्लग पनि देखाएको थिएँ। गोसाइकुण्ड अस्ति र झर्ना यता साइडमा। वाह ठाउँ ठाउँमा चाहिँ सजिलोको लागि यस्तो होटलहरू पनि रहेछ है। ल्यागन यहाँ धुन्चेबाट चाहिँ मास्तिर गाडी नजाने भएको कारणले यसरी भारी बोकाएर माथिसम्म सामान लैजानु पर्दो रहेछ। त्यही भएर मास्तिर सामानहरू अलिकति महँगो नै हुन्छ। उकाली ओह्राली गर्दै अगाडि बढ्दैछौँ हामी गोसाइकुण्डको लागि। यो चाहिँ सानो भाइरल पुल है, खिचिरहेको त्यस्तै छ काठको, एकदम राम्रो लाग्यो। आफू इम्युनिटी पावर बेसी भएको मान्छे पार्टनरै गति त भइदिएन। जाउँ न, के भन्नु छ? झन् गर्मी हुन्छ, थर्कु नम्बर 7 रहेछ। यहाँ चाहिँ थपे मार्ने यस्तै थप्रोभित्र यहाँ बस्न पनि मिल्ने रहेछ। यसलाई चाहिँ गोठ हो, यहाँ चाहिँ थप्रो भन्दो रहेछ। यहाँ बाटोमा हामीले केही नराम्रो चाहिँ बोतलहरू जहाँ पनि फालेको, डेडुलहरू खाएर जता पनि फालेको देखिरहेको छौँ। त्यस्तो चाहिँ नगरिदिनु भए चाहिँ एकदम राम्रो हुन्थ्यो। थर्कु स्टेसनहरूमा चाहिँ यहाँ लगाएर फाले चाहिँ एकदम राम्रो हुने देखियो। यता बोतलहरू बाटोभरि फालेको, डेडुलहरू बाटोभरि फालेको यस्तो देखिरहेको छ। फर्किने क्रम जारी छ, जाने क्रम जारी छ। खेम्दी थकाइमा आएर फेरि अब हामी अगाडि बढ्दैछौँ। हरिया चाहियो भने पानी रहेछ यहाँ चाहिँ। र हामीहरू यसै गरी नै ठाउँ ठाउँमा थकाइ मार्दै विश्राम गर्दै सुन्दै अगाडि बढ्दै
कतै उकालो त कतै ओह्रालो गर्दै अहिले हामी उकालो देउराली पुग्नको लागि चढ्दैछौँ। हामीहरू देउराली पुग्दा चाहिँ यहाँ स्वास्थ्य शिविर चलिरहेको थियो। यहाँ हार्टबिट र मान्छेको प्रेसर जाँचेर सिटामोलहरू केही मेडिसिनहरू समस्या छ भने दिनुहुँदो रहेछ। अर्को 19 देउरालीबाट उकालो लाग्यो, कडा उकालो। राम्रो चाहिँदैन, सुत्न पाइन्छ। काको टोलले भेट्यो होइन त। दिदीले जस्तो लाग्छ है यहाँ। कति बज्यो नि? 12 बजे। अब यहाँबाट फेरि अर्को यात्रा तय हुन्छ हाम्रो। हामी चाहिँ दिम्साबाट अब चियाहरू खाएर फेरि अगाडि बढ्दैछौँ। यहाँ चाहिँ कालो चियाको कतिको 45 रुपियाँ लिँदो रहेछन्। पानी हल्का परिरहेको छ, रमाइलो छ यात्रा। भन्नाले हामी चाहिँ दिम्साबाट 2 घन्टा हिँडिसकेपछि चन्दनबारी आइपुगेको छ। गाइज हामीले चन्दनबारीको रेड पन्डा होटलमा चाहिँ खाना खायौँ भर्खरै। खाना एकदम मिठो दिँदो रहेछन्। 450 रुपियाँबाट खानाको सादा खानाको पर्दो रहेछ। यहाँ चाहिँ कस्तो मस्त लागिरहेको छ। पानी हल्का हल्का परिरहेको छ, तर त्यति धेरै पानी चाहिँ छैन। राम्रो रहेछ ठाउँ। खाना खाइरहेछन् केटाहरू। बसेर खाना छैन होइन। यो पनि के छ सरहरू? कता पुगिन्छ आज? मन्दिर। ओके, सी यू गाइज। चौरीको यस्तो है, खुट्टा पुस्ने पनि चौरीको है। यहाँ चाहिँ बस्ने पनि ट्याक्क चौरीको होइन। अब यहाँबाट पन्डा पुग्न 6 घन्टा 30 मिनट। पानी परेपछि चाहिँ गाइज बब्बालै हुँदो रहेछ है बाटो। कति धेरै बाटो यस्तो छ नि, कसरी हिँड्नु खालको छ। ग्रिप चाहिँ मस्त भएको तलाएर आउँदाखेरि एकदम धेरै पानी परेपछि चाहिँ बब्बालै बिग्रिँदो रहेछ गाइज। टेकेर हिँड्न सक्ने कन्डिसन नहुँदो रहेछ। टन्नै छन् मान्छे जस्तै। गाइज हामी चाहिँ चेलाङपाटी आइपुग्यौँ। यहाँ चाहिँ पर पर्सन चाहिँ इन्ट्री गर्नुपर्ने रहेछ। फरेनरको 3000, सार्सको 1500, नेपालीको 100 र हेलिकप्टर ल्यान्डिङको चाहिँ 3000 पर्ने रहेछ है। यो चाहिँ चेलाङपाटीमा यस्तो छ यहाँ ठाउँ। आर्मीको क्याम्प चलिरहेको हुँदो रहेछ। यहाँ चाहिँ अक्सिजन लेभल र प्रेसर लेभल चेक जाँच हुँदो रहेछ। र यहाँकोले ठिक छ तपाईँ जान सक्नुहुन्छ भन्यो भने हामी अगाडि बढ्दा हुँदो रहेछ। हामी सबैको ठिक छ काका, हामी ठिक छौँ, अगाडि बढिरहेको छौँ। बाटो एकदम राम्रो छ। यात्रा सोचे भन्दा धेरै रमाइलो भइरहेको छ। अब अक्सिजन लेभल पनि ठिक छ। मेरो चार्जर हराएर अलिकति समस्या भएको छ। ठिक छ कि छैन? 84 बजेको बाजे पनि यहाँ चाहिँ माथि गएर आउनु सकेको रहेछ है। हस् फाइनल्ली हामी चाहिँ लौरी विनायकको चाहिँ यो गोठमा पास पाइयो। होटल चाहिँ आज पाइएन, आज यतै बस्नु गऱ्यो।
यहाँ सरहरू एकदम हुन्छ उहाँ सर्न अलिकति गाह्रो भएर पनि हो। अब खानासाना खाएर यहाँबाट कालो चिया खाएर हामी अगाडि बढ्नेछौँ भोलि बिहान गोसाइकोटाको लागि। अब खाना यहाँबाट उकालोको चाहिँ एकदम अलिकति गाह्रो उकालो भन्दो रहेछन् जसले पनि। हामी यहाँकै लौरी विनायकबाट उकालो बढिरहेछौँ। सबैजना रेडी भइरहेको छौँ। आज पुर्णेको दिन गऱ्यो भने भ्यू पनि मर्निङ भ्यू एकदम मस्त आइरहेको छ होइन। अझ यो कुरेसी अझै राम्रो देखिन्छ होइन काका? बबाल यार सेतो बबाल देखिनेवाला छ। उकालो लगाइरहेको छ। अब हामी नि बुद्ध मन्दिरतर्फ प्रस्थान गर्दैछौँ है त। लौरो चढाएर पैसा चढाएर फेरि लौरो सापट्टिमा आएर लिएर जानुपर्ने चाहिँ लौरो विनायकबाट चौरीहरू 7को लौरो हो। हामीले चौरी गाई होइन त चौरी गाई हिँड्न नसक्नेहरूलाई चाहिँ घोडालाई माथि बुद्ध मन्दिरसम्म चाहिँ लगिदिँदो रहेछ। यो लौरी विनायकको चाहिँ पछिको उकालो चाहिँ यहाँबाट त्यही डाँडो पुग्ने चाहिँ तर 1 घन्टा 1.5 घन्टा जस्तो लाग्दो रहेछ है। लौरी विनायकको उकालो चढ्दै गर्दा चाहिँ पारिपट्टि लाङटाङ हिमालको दृश्य आनन्दले देख्न पाइँदो रहेछ। कारणले हामी चाहिँ 1 घन्टा लौरी विनायकको उकालो चढेपछि बुद्ध मन्दिर आइपुग्यो। यो बुद्ध मन्दिरतिर चाहिँ धेरै नै ठाउँ प्याक थियो अरे। पहिला चाहिँ यो रेलिङ थिएन अरे भिरको बाटोमा। अहिले चाहिँ तीर्थालुहरूको सजिलोको लागि यो रेलिङको बाटो बनाइएको रहेछ। र यो चाहिँ गोसाइकुण्ड पुग्नु अगाडि डाँडामा गणेश मन्दिर रहेछ। सबै दर्शन गरिरहेछ। हामीले दर्शन गऱ्यौँ। भैरवकुण्ड यहाँनिर छ गोसाइकुण्ड। फाइनल्ली गोसाइकुण्ड। महादेव हर हर महादेव हर हर महादेव। माथि चाहिँ त्रिशुलले खपेको ठाउँ, तल चाहिँ गोसाइकुण्ड। यहाँ चाहिँ नुहाइ धुवाइ गरेर आउँछ पूजा गर्ने ठाउँ। यस्तो डाँडाको बिचमा झन्डै पूर्णिमाको बेलामा यहाँ चाहिँ विशेष मेला लाग्ने गर्दछ। हामी झन्डै पूर्णिमाको दिन यहाँ पुगेको थियौँ। हामी जातिहरूको पनि देख्न सकिन्छ। चिसै भए पनि गोसाइकुण्डमा पुगिसकेपछि 3 चोटि डुबुल्की चाहिँ लगाइयो है त। हामी चाहिँ यहाँबाट पूजा गरेर निस्क्यौँ शिव मन्दिर। र यो गोसाइकुण्डको पानी यहाँबाट ततिर गइसकेपछि यो त्रिशुलीमा गएर त्रिशुली हुँदो रहेछ।
ल्याएर यसै यहाँ दर्शन गर्नुपर्ने रहेछ तर सेलिब्रेट यहाँ पनि गर्नु रहेछ हामी चाहिँ त्रिशुल धाराको दर्शन गरेर अब यहाँबाट जलहरू लिएर फर्क्यौँ र यहाँबाट जलहरू लिएर तलको श्रीकुण्डमा हेर्दा चाहिँ महादेवको एउटा आकार देखिने रहेछ भिडियोमा अलि नदेखिँदा ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय फाइनली ब्याक टु होम है त गाइस